फेरि अगाएर अरे यार लिएर हिँड्नु परेको छ के सब्जी किन राखेको साथी के भन जिउ त्यो भन न रोटी आउँदैछ त हाम्रो हो सब्जी पनि आउँदैछ सब्जी पनि आउँदैछ है साथीभाइ सो हामी चाहिँ अहिले कोलाबारीको बेस्ट नान पसलमा छौँ होइन अब रोटी थपेपछि सब्जी पनि थप्नु पर्यो अलिअलि त्यो त अघिको थपनी हो अब त फेरि सुरुवात नयाँ युगको सुरुवात पङ्खा फेरि यति सानो रहेछ यो पङ्खाले त हामीलाई अलिकति नै उयो पनि होइन ल साथीले अब आज रोटी थप्ने रे अब के गर्नु त खुवाउनु पर्यो नि ओके टिप्स है तपाईँलाई टिप्स त भइहाल्छ नि त्यो त म छुट्टै तपाईँको लागि भनेर एक दिन टिप्स ल्याउँछु र एक दिन अब छुट्टै यस्तो राम्रो हुनुहुन्छ उहाँको यस्तो सर्भिस राम्रो छ यहाँ है स्पेसली कैद नगरौँ हाम्रो ब्लग फेरि भाइरल हुन्छ तर तिमी त जहिले यस्तै खान्छ अगाउँदैन यो जहिले भात खाए जस्तो त नि होइन कहाँ भात भनेको भाउबाट रोटी मोमो चाउमिन खानुभन्दा यो फाइदा भन्दा स्वास्थ्यको लागि राम्रो अझै हेल्दी कुरा भेट्यो क्या नत्र त यो साथी त पुरै चाउमिन चिल्लो हुन्छ नि त्यो एक नम्बरको पिरो चटपटी खाइहिँड्ने हो क्या मैले नै यसलाई मार्गदर्शन गरेको हो यो मान्छे पनि आउने हो खाना फेरि अलि लाइटले गर्दा एन्टिलाइट आइरहेको छ साथीभाइहरू सो अब ब्लग आएन भन्दै थियो बहिनीहरूले अब यो ब्लग चाहिँ मजाले हेर्नु पऱ्यो एकजनाले 5 चोटि हेर्नु पऱ्यो अनि मात्रै यहाँ रोटीको पैसा निस्किँदा है ए साथी भिडियोहरूको खोइ पैसा आइसक्यो छैन अब छैन कुम्ल्याउनु पर्छ कस्तो रोटी डोडो म अलिकति यहाँ बाटो एक्लै हानु सब्जी आयो त सधैँभर इन्जोय हेलो एक्लै हान्छ मधुमला अब चोक बजार एरिया मात्रै हुन्छ तपाईँको अब कहाँनिर हो बहुत ठुलो एरिया छ मिक्लाजुङ 7 भने कहाँ ठुलो छ फेरि तपाईँको उहाँ रमितेसम्म मिक्लाजुङै पर्छ एकचोटि लोकेसन सोध्नु न मधुमला यता मधुमला एरिया बजारभरि चाहिँ हुन्छ भन्नु न कहाँ हजुर मिक्लाजुङ त्यही त अब ठुलो छ कहाँ हो मिक्लाजुङ सोध्नु न एकचोटि यहाँको कलका मलाई पनि रोटी रे के सालाले तलन राखेको मैले त धेरै खाने कहिले लिएर आउनु अहिले मासु रोटी थपन सब्जी नै सब्जी आइहाल्छ नि रोटी फेरि भन्नु न यहाँ भोक लागेर खानु है म त जान्दिनँ दुईवटा खाने हो मलाई रोटी भ्लग बनाउँदैछ क्या त्यहाँ बुढोको निकाल्नु एउटा भन नि हामीलाई बोल्दैन होला त्यस्तो अनि दुईवटालाई भन न एउटा किन हल्दैन त्यत्रो मेरो खोजेर नै भएन एउटा फेरि मेरो मुख छैन कसको छ कुनमा छ यही टट मलाई अनि मेरो साला के भन्नु टट यति फिता दिनु भयो दादा टिस्यु लिएर के हुँदैन हौ भनौँ त्यहाँ यत्रो खाएर नगएन साला 2 प्लेट खाइस् त डोकने रित्या यस्तो साथीभाइहरू यस्तो छ अन्त्य हो क्या एक नम्बरको ल घरमा भात खानु रोटी नै गायब भयो के हानु त आज हान्यौँ है चिकन तर मलाई यसले नै पेट दुख्छ जस्तो लाग्यो क्या चिल्लो भन्दा तिमी नखाउँ अरू नै खानुपर्छ हौ त चोकतिर
चिया खानु खान्छ चिया यस्तो तातो घाममा ल साथीभाइहरू खाजा खानुभयो थ्याङ्क यू